म बोल्ने के छैन साथी छैन हेलो गाइस यो चाहिँ टासी पासङको त्यो भनाइ हो हैन उसको बारे मैले सापरी लिएको आज चाहिँ हामी यस्तो घुम्न लागि अब 1 महिना 6 दिन चाहिँ भित्र बस्दा घुम्सिएर क्या घुम्सिएर त्यही कुहिन आँट्यो कि त्यही भएर आज मुड फ्रेस माइन्ड फ्रेस हुन्छ नि त्यो गर्नको लागि चाहिँ हामी घुम्न जाँदैछौँ मुख पनि कस्तो लटपटिरहेछौँ बिहान त्यस्तो हो मौसम ठिकै छ घाम खासै लागेको छैन गर्मी पनि खासै छैन हामी 3 जना गइरहेको छौँ हामी 3 जना साथीहरू अरूहरू चाहिँ अन्तै ठाउँतिर उनीहरू घुम्नु जाने अरे हामी चाहिँ सिलगढी जाँदैछौँ यस्तो छ अहिले चाहिँ हामी डामडिम चक्ला बस्तीको बगरसेटामा छौँ अब लगभग 1 महिना 6 दिन चाहिँ आज कम्प्लिट हुन्छ र त्यसपछि भोलि छुट्टी अनि पर्सिदेखि चाहिँ कागी मेला सुरु हुन गइरहेको छ तपाईहरु सबै आउनु सक्नुहुन्छ यता तपाईहरु सबैले यहाँ आएर मलम पूजापाठहरू गर्न सक्नुहुनेछ भन्दै यति नै हो आज चाहिँ हामी जाँदैछौँ 3 जना मलम टासी पासङ त्यही हो ल यति हो अब बोल्ने अरु केही छैन Seeing eyes of mine, what do you feel beside? I don't know where we're gonna fly like you did sometimes. Seeing eyes of mine. ड्रिम फ्ल्याग अनि अब अहिले यो झन्डाहरू सबै मिलाएको चाहिँ अनि कागी मेलामको लागि हो भोलि पर्सिदेखि चाहिँ कागी मेलाम 8 दिन कागी मेलाम हुँदैछ कि सो त्यसको लागि हो है अनि कागी मेलामको लागि चाहिँ म अनि आई विल मेक द नेक्स्ट भिडियो हैन यसको छुट्टै भिडियो बनाउने छौं है सो या हेर्नुस् हामी चाहिँ गाडी पर्खिरहेको छौँ हो यतादेखि त्यस्तै 1.5 आवर 1.5 घण्टा लाग्छ होला सिलगढी घुम्नु जाने भनेको गाडी पर्खिँदा भयो गाडीको वेटिङमा छु 10 मिनेट गइसक्यो यहाँ पर्खेर उभिएको छु यस्तो सडकमा कहिले आउँछ थाहै छैन हो यस्तै छ जिन्दगी प्राइभेट गाडी छैन के गर्ने कमाउन रोजगारी छैन के रोजगारी छैन के गर्ने यस्तै छ अब रिजर्भ गरेर जाउँ भने रोजगारी छैन मैले रोजगारी दिए त सकेन बेरोजगार पर्यो के गर्ने Trees inside me. In this desert I can look at you with love. Seeing all that I can learn. Can you stay and I will go? They're hanging gardens in Babylon. Love, love, love. I wanna be strong, strong, strong. We're doing wrong, wrong, wrong. But I'll fix it, fix it. Love, love, love. I wanna be strong, strong, strong. We're doing wrong, wrong, wrong. But we'll change it, change it. I would like to tell you my mystery.
ए ल त्यस्तै 2 घन्टा लाग्यो यता पुग्नु फाइनली वी आर इन वेगा मल है अहिले त कोही पनि आएको छैन रहेछ हो हामी मात्र रहेछौँ यहाँ मलमा सो लेट्स गो इनसाइड अनि पठान हेर्नुपर्छ पठान I would like to go with you into the street. Please don't deny your love makes me feel alive. Love, love, love. I wanna be strong, strong, strong. We're doing wrong, 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 but I'll fix it, fix it. Love, love, love. I wanna be strong, strong, strong. We're doing wrong, 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 but I'll try and to change it. I wanna be loved के गर्नु है by you. टाउको दुख्ने रहेछ Loved by you. खै लोपेन टेम्पल त आइसक्यो होला हौ खै कहाँ छ तिमीहरू भन्दै थिएँ Loved by you. ल यहाँ हिँडेर पो जानुपर्ने भयो त ल यो त नर्मल भर्याङ चढेको जस्तो भयो त छ्या यो स्पेसल कफी खाइदिउँ भनेको त बन्द रहेछ हौ बन्द मुझे तुम नजर से गिरा तो रहे हो मुझे तुम कभी भी भुला ना सकोगे मुझे तुम नजर से आज त पठानको गीत पो गाउनुपर्छ त है झुमे जो पठान मेरी जान साथीहरू आज चाहिँ हामी पठान हेर्नु पठान के अरे पठान र पठानको डान्स मुभ्स देखाइदेन डान्सहरू त आउँदैन साथीहरू हेर्नु यो भर्याङमा पनि हिँड्नु पर्यो आज त अलि भाग्य चाहिँ सुक्यो रहेछ आज हट गाडीमा पनि उठेर आयो हो यहाँ त्यो स्पेसल यहाँ भर्याङमा नि हिँड्नु परिरहेछ हौ ए झन्डै के खाँदिरहेँ क्या मैले टालेको होला हौ होइन नि झरेको है उयो माथि टाल्ले थियो होला कि आज बोकेर हिँड्थ्यो तलबाट चाहिँ दिएको छ ल म गोरो मान्छे कालो देख्दैछु यहाँ म खासै गोरो मान्छे हो कि लाइट नभएर कालो देख्छु त यहाँ खाना खाने ठाउँहरू पनि दामी रहेछ है खै लोपेन टेम्पल त देख्दैन त यहाँ होइन क्या ए पठान आए पठान सिट कहाँ पऱ्यो
एकदम का मिडिल पे है, एक साथ 7 टिकट। पाँच 12 में लगाइदिनु आइनक्स आज त मस्ती गर्नुपर्छ है आज त मौज गर्ने हो नि अब घुन्चो 1 महिनाले है थाक्यो है पुरा थाक्यो अब चाहिँ फ्रेस हुनुपर्छ हामी ल आज चाहिँ शाहरुख खान दाजुलाई हेरेर फ्रेस हुनुपर्छ हामी है ल हामी पठान हेर्दिनु आज चाहिँ पठान हेर्नुपर्छ ल पठान कहाँ पऱ्यो चाहिँ ये होगा नहीं तो फिर थर्ड लाइन एक साथ। चेकिङ खतरा हुन्छ है चेकिङ एयरफोन बैग में एक फ्रूटी है फूडी है हाँ फ्रूटी ये जमा कीजिए कैमरा अलाउ नहीं मिलेगा और ये भी ओहो ठीक है क्यामेरा लानु पाउँदैन अरे ल यता राख्छु है अब फिल्म सकेर आउँछु है ल अहिले चाहिँ हिँड्नु परेन योमा फिल्म दामी लाग्यो छिपो यार कसम पैसा वसुल भन्छ नि के छ मेरो सँग पैसा वसुल है पैसा वसुल है दामी रहेछ है पठान हेर्नु है तपाईँहरू पठान हेर्नु दामी रहेछ यसमा जनको एक्टिङ हेर्नु ल तिमीहरू दङ्ग पर्छ साँच्चै हेर्न हो त जन एब्राम भेरी गुड दामी भएछ है एक्टिङ चाहिँ के पहिला राम्रो थिएन अनि मलाई एक्टिङ राम्रो लाग्नु कि उसको नाम गुन राम्रो छ त पहिलादेखि अनि राम्रो हुँदैन हो यसको है मिलासँग है जन एब्राम खास राम्रो हुँदैन है एक्टिङ है यसमा चाहिँ एकदम डेन्जर रहेछ कि हामी त जाँदैछ अब यहाँबाट फेरि उता आरी जानुपर्छ पुरा बिजी छ हामी त हिँडेर जाने हो क्या आरीमा तपाईँ किन त खुट्टामै राखेर यी मेसी या खुट्टामा रोनाल्डोको खुट्टामा नि हो नि खुट्टा मुनि राख्नु पर्ने हुन्छ अब मेसीलाई फुटबल 2022 ओइ जेन्डर सिङ्गल लन्च चप्पल यहाँ रहेछ
किन कति रहेछ 400 रुपियाँ 400 सस्तो रहेछ त अफर होला सस्तो मतलब गुड प्राइस घन्टा सिलो पनि यो होइन नि ए बाक्लो रहेछ ठिकै छ त 200 मात्रै छ त नि के हो खै 200 यो त विनर हो ए यो नि होइन रहेछ है 400 रहेछ हेरी रहेछ हौ त्यो पो ढक्कै त 50% अफ रहेछ ए होइन किन हामी के किन्ने गोजीमा दाम छैन ए हामी गएकै अब चाहिँ खै अब कहाँ जाने होला एनिवे पठान मुभी एकदम दामी बनाएछ है शाहरुख खान बेस्ट वान अफ द बेस्ट पिक्चर तिमीहरू शाहरुख खान सोचेर हेर्न नआएछ के जनले एक्टिङ कस्तो गरेछ त्यो हेर्न आएछ जन शाहरुख खान जो दामी हामी कहाँ गएको बिग मार्केट हामी बिग बजार हो बिग बजारमा गएको ल कस्मोस सेन्टर आइपुग्यो हो कस्मोस सेन्टर अनि हाम्रो लाइन बाई लाइन जानुपर्छ हामी चाहिँ लाइनमा यस्तो जाँदैछौँ क्या मजाले चढेर गयो काश है हाम्रो पनि चाइल्डहुड त्यस्तै भएको भए तर ठिकै छ सबैको त्यस्तै हुनुपर्छ नि छैन होइन आफ्नो आफ्नो कहानी छ होइन या तर देख्दा मजा लाग्यो क्या मुभीतिर मात्रै देखेको थिएँ कि आफ्नो छोराछोरीलाई त्यो त्यहाँ गाडीभित्र हालेको केटा भित्र गयो शॉपिंग गर्नु म पनि चढौँ क्या हो यो भित्र किन झोला पाउनु पाउँदैन रे झोला पाउनु पाउँदैन भने ए शपिङ भयो शपिङ खतरा भन्दा चाहिँ हेराएको शपिङ भन्दा चाहिँ हामी चाहिँ आँखाले शपिङ गर्ने खाले चाहिँ हो कि Happy Republic Day, belated Republic Day. Cameraman. सही हो हाँ यस्तो यहाँ है ना ए
ल अब एकछिन यता घुम्ने है त्यसपछि खाना खान जाने हाम्रो नेपालको जति छैन रहेछ यो मल चाहिँ ओइ तेरो इन्डियाको यो मल चाहिँ हाम्रो नेपालको जति चाहिँ छैन रहेछ ल हाम्रो नेपालको त दामी हुन्छ नि हो हाम्रो स्ट्यान्डर्ड हो स्ट्यान्डर्ड त्यति खतरा चाहिँ लाग्यो नि 19-20 रहेछ 19-20 19-20 कहाँ हो 15-20 भनिदिउ न 15-20 कहाँ हो ए 10-20 10-20 पनि होइन अनि 5-20 हो 5-20 ठिक छ ए हामी मित्तल गएको मित्तलदेखि चाहिँ बस चढेर ओद्लाबारी जानुपर्छ खाना खानु के हो भोक लाग्यो क्या हो थाहा यो आज अलि गाइड गरेको थियो थाहा यो हाम्रो आजको गाइड थाके चाहिँ ओइ मित्तल स्टेसन पुग्यो हाम्रो लाभाको बस पनि यहीँ आउँछ कि 11 बजेतिर यहाँ पुग्छ देन यहाँदेखि चाहिँ 12 बजे तपाईहरु सिलिगुडीदेखि लाभा जाने भए चाहिँ गाडी यहाँ पाउँछ एभ्री 12 PM मा है एउटा मात्रै बस्छ नि त फेरि कहाँ हो यता आज हाम्रो स्पोन्सर चाहिँ उहाँ हो हैन सबै पैसा उहाँले तिर्नु भइरहेछ आज हो हुन नि हामी यहाँ भरिमा ठुलो उहाँ नै हो कि तपाईहरुलाई थाहा छ होला हैन गुन्चो कप खेलेर है तिङडेन नबसेर चाहिँ यिनीहरूले मलाई जिन्दा गर्नुपर्छ ए ल तिङडेन भने चाहिँ फेरि सेक्रेट शब्द भने कसैलाई थाहा हुँदैन फेरि तिङडेन भने चाहिँ यो लुगा लगाएर मात्रै थाहा हुन्छ नि ओए अघि कति लियो टिकटको कुन तिमीले यता आउँदाखेरि कुन चाहिँ यता आउँदा हामी उताबाट यता आउँदा ए 50 लियो ओद्लाबारीसम्म 50 लियो 50 हुन्छ ए ओद्लाबारीसम्म 50 डामडिम गयो नि 50 होला त्यसो हो किनभने यसो गर्दैछ कि अन्त ओद्लाबारीदेखि फेरि डामडिम फेरि 50 होला है कहाँ लिन्छ त्यो त 20 रुपियाँ 30 रुपियाँ किनभने अहिले के अरे माल बजार यसो डामडिमसम्म चाहिँ प्याट रहेछ मान्छे प्रायः यसो आउँदैछ कि ए त्यही भएर लिनु मान्दैन छ त्यो रेट त्यही काट्थ्यो कि यस्तै छ जिन्दगी आफ्नो गाडी छैन भने अब मेरो सब्सक्राइबरहरूले एउटा गाडी किनिदिनु पर्यो हाम्रो गाडी चाहिँ 10 मिनटपछि निस्किन्छ रे ल ड्राइभर साहब आयो ड्राइभर साहब अब चाहिँ खाना जानुपर्छ ओद्लाबारी मै कुदाइदिउँ कि क्या हो
लामा होटल ए लामा होटल पुगे लामा होटल हामी नेपालदेखि आउने बेला नि खाना यतै खान्छु कि अनि बटर नान रोटी नखाएको धेरै भयो के आएको आज चाहिँ नान रोटी खानु पर्यो नान रोटी ए थाकेको रहेछ हौ भोक लागेको छ भोक लागेको छ के गर्ने यस्तै छ जिन्दगी ट्राभल चाहिँ खासै भएन गाडीमा दुःख भयो सिट नभएर मान्छे पनि प्याक हो यस्तै छ पछि विदेश गर्छ भएन यिनीहरू अति ठटाउनु पऱ्यो भन्छ नहालेको जस्तो नगरेको अब हामी चाहिँ साह्रै भोक लागिरहेछ होइन अब खाना चट्ट खाएर फेरि गाडीमा सुत्दै जानुपर्छ नि अब अनि मजा आउँछ पुरा थाकिरहेछ कि अहिले चाहिँ ड्याममै खाना खानुपर्छ है तपाईँहरू पनि अब यस्तो मौज गर्नु है लामो होटेल चाहिँ राम्रो छ लामो होटेलमा आउनुहोस् अनि मजाले खाना खानुहोस् दामी छ अब खाइसकेर चाहिँ अलिकति पावर एनर्जी आउँछ कि त्यहाँ अहिले त्यस्तो डेन्जर बोल्छु कि अहिले त एनर्जी लस भएर छ के भन्नु छैन अब के भन्नु म बोल्ने छ अब हामी खाना अब अर्को लामा होटेलमा छ हामी खाना खानुदेखि घुम्न जाने अब धेरै नगरौँ अब यति हो बोल्ने मेरो 14,000 को मेरा क्या है मतलब इस बंजर जमीन पे पानी की एक बूंद तक नहीं गिरी लेकिन मलाइका मैम अब आप आ चुकी है सो मतलब मेरे को लग रहा है कि सूखे खेत में बारिश बसंत वाली बारिश हो जाएगी बसंत Hello guys, now we are leaving. That's all for today's video. Thank you for watching. Thank you for watching. Bye bye guys. Bye bye. Bye bye. ओ फ्री को गाडी पाए फ्री गाडी यिनीहरू गएको हो क्या त्यो त जाँदैन भने छैन त्यो गएको ओ आङ्गीमा अगर बस्छ